वर्षायाम सुरु भइसकेको छ हैन। यो समयमा चाहिँ धेरै मानिसहरू बिरामी हुन्छन्। किन होला त? यी 7 कुराहरू अपनाउनु भयो भने चाहिँ यहाँले आफूले आफूलाई अनि आफ्नो परिवारलाई सुरक्षित राख्न सक्नुहुन्छ है। नमस्कार। वर्षायाममा हाम्रो रोग प्रतिरोधात्मक क्षमता चाहिँ जोगाउन धेरै नै महत्त्वपूर्ण हुन्छ है। त्यसको लागि यी 7 उपायहरू अपनाउनु होला। 1 नम्बरमा छ सुरक्षित अनि उमालेको पानी पिउनुहोस्। सुरक्षित भन्नाले वाटर गार्ड प्युस राखेर चाहिँ पानीलाई तपाईँले स्वस्थ राख्न सक्नुहुन्छ, सफा राख्न सक्नुहुन्छ है। अनि 2 नम्बरमा भयो ताजा सफा खानेकुराहरू खानुहोस् हैन। ताजा भन्नाले बासी खानेकुरा पटक्कै पनि नखानु होला हैन। फलफुलहरू खाँदाखेरि पनि पखालेर धोएर हैन मजाले पुछेर चाहिँ खानु होला। अनि हात चाहिँ साबुनले मिची मिची धुनु होला। हरेक काम गर्दा, खाना खाँदा, खुवाउँदा, बच्चालाई खुवाउँदा सरसफाइ गरिसकेपछि चाहिँ हात चाहिँ साबुनले मिची मिची धुनु होला है। अनि दैनिक हामीले आधादेखि 1 घन्टासम्म चाहिँ हामीले व्यायाम पनि गर्नु पर्यो। पानी परिरहेको छ, आज चाहिँ योगा बन्द भनेर चाहिँ घरमै अल्छी गरेर चाहिँ नबस्नु होला हैन। व्यायामहरू गर्न सक्नुहुन्छ, मेडिटेसन गर्न सक्नुहुन्छ है। यसले पनि तपाईँलाई के हदसम्म रोगसँग लड्न सक्न चाहिँ बनाउँछ है। अनि 5 नम्बरमा भयो पर्याप्त मात्रामा निदाउनु पनि पर्यो है। तपाईँले जति सुत्नुहुन्छ नि 6-7 घन्टा आनन्दले निदाउनुहुन्छ, त्यो निन्द्राले पनि तपाईँलाई रोगसँग लड्न सक्नुहुन्छ है। त्यसैले निदाउनु पनि एकदमै आवश्यक छ है। अनि 6 नम्बरमा भयो पानी परिरहेको छ, घर वरिपरि चाहिँ खाल्टाखुल्टी छन्, पानी जमिरहेको छ भने चाहिँ त्यो पानी चाहिँ हामीले हटाउनु पर्यो हैन। त्यहाँ चाहिँ पुरिदिनु पर्यो, खाल्टाखुल्टीलाई पुरिदिनु पर्यो, जसले गर्दा चाहिँ लामखुट्टेहरूले चाहिँ आफ्नो बच्चा जन्माउन नसकोस्, लामखुट्टे चाहिँ वृद्धि नहोस् है। अनि बाहिर जाँदाखेरि पनि ओडोमस लगाएर हिँड्नु होला। घरमा बस्दा सुत्दाखेरि झुलहरू चाहिँ प्रयोग गर्नु होला हैन। अनि 7 नम्बरमा छ अब तपाईँलाई घर परिवारमा चाहिँ अब ज्वरो आउने, झाडा पखाला लाग्ने छ भने चाहिँ तपाईँले तुरुन्तै चाहिँ उपचारमा चाहिँ लाग्नु पर्यो, उपचार गर्नु पर्यो है। अनि अर्को महत्त्वपूर्ण कुरा के छ भने तपाईँको परिवारमा ज्वरो आइरहेको छ है, परिवार सबैलाई ज्वरो आइरहेको छ अथवा अन्य केही नौलो लक्षणहरू केही परिवारमै देखिएको छ भने चाहिँ तपाईँले हेलो स्वास्थ्य भनेर 1115मा हटलाइनमा निःशुल्क रूपमा कल गर्नुभयो, फोन गर्नुभयो भने चाहिँ तपाईँलाई उचित परामर्श दिनेछ है। त्यहाँबाट तपाईँको रोगहरू चाहिँ अब समुदायमा फैलिन नदिनको लागि चाहिँ तपाईँले 1115मा चाहिँ तपाईँले कल गर्नुहोला है। अन्तिमसम्म भिडियो हेरिदिनु भयो। भिडियो कस्तो लाग्यो, मन पर्यो परेन हैन, कमेन्ट गर्नुहोला। मन पर्यो भने लाइक, सेयर, कमेन्ट गर्न पनि नबिर्सिनु होला। हस्, धन्यवाद।